हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ हामी ल गाइज स्कुल जाँदैछौँ। यसरी हात नै लगिदियो त गाइज, ट्रकले। केही भएन गाइज, भ्लग चाहिँ गर्न छोड्नु भएन, जति जे भयो नि। होइन बिचारीले दुःख गरे हल्का इमोसनल त मनी भइन्छ भन्दा यस्तो गर्नु थाल्यो भगवानले नि। ओए फुच्चे, के भयो तँलाई? किन स्याहार छस् त? मेरो बाबाले लास्टै ब्ल्याकमेल गर्नुहुन्छ यार। मतलब तेरो बाबा रेसिस्ट होइन? कसरी? अनि तेरो बाबा गे रहेछन्? कसरी? किनकि तेरो बाबाले ब्ल्याकमेल गर्नुहुन्छ। ल गाइज, म चाहिँ क्लासमा आइसके। ओए राम, तेरो एउटा हात खोइ। ए यार, आज बाइकमा आउँदाखेरि ट्रकले लैदियो यार हात नै। हो र, अब मास्टरबेड कसरी गर्छस्? म लेफ्टी हो यार। मास्टरबेड गर्ने बेलाको भ्लग त हेर्नै पाउने भएन त हामीले अब। ए अँ त नि, डिलिट भ्लगर पो है म। कहाँ त्यो पार्ट मिस गर्ने? अनि चाहियो नि हात त दुइटै। ल हेर, म लिएर आउँछु। बिचरा चाक चाहिँ कसरी धुन्छ होला अब यसले? किन, देब्रे हात त छ त फेरि। लेफ्टीहरूले दाहिने हातले चाक धुन्छन् के? छि, अनि भात चाहिँ केले खान्छन् त? चम्चाले। के हो यो आफ्नोमा ध्यान दे त बाबु त। नास प्रिन्सिपल हो म स्कुलको। सरी ल, मलाई थाहा थिएन। हेर्ने साला मुट्न दिनु भएन। त्यसमा मजा आउँछ नि। ए जी, यहाँ कसरी मुट्ने फेरि कहिले सफा गर्दैन झ्याक्नेहरूले। उता या त मुट्न दे मलाई। सफा स्केल देऊ न। कस्तो मोटो खालको? आई मिन रोलर। यु अलरेडी रोल इन माई हार्ट। मादर जात। ओइ अगाडि सर पनि छ क्या, अगाडि हेर त। मेरो यन्त्र उसको मुहारको षड्यन्त्रमा परेको छ। यन्त्र मतलब? अबे छ्या, अन्डी मन्डी छन्डी अगाडि हेरिनस् भने। एक्जाम आउनु लाग्छ, राम्रोसँग प्रिपेरेसन गरे तिमीहरू। ओइ सफल, मलाई एक्जाममा चिट दिए है। ल 1 घन्टी लागेपछि टोयलेटमा पाइट खोलेर बस्दै गर, त्यही हान्छु म तँलाई। चिट के चिट? ए उल्टो सुनेछु मैले। अझ मेरो बाउलाई के भन्दो रहेछ? ल केटा हो, आज चाहिँ म तिमीहरूलाई हाम्रो नयाँ सरसँग भेटाउँछु। कुन सब्जेक्ट पढाउने? सर भित्र आउनुहोस् त। मेरो कुरालाई त पुरै इग्नोर हानिदिन्छ यार। अब शीतलले नि इग्नोर हान्छ तँलाई। त्यस्तो गर्दैन शीतलले मलाई। है शीतल, ल साँच्ची इग्नोर गरेर त तँलाई कसरी थाहा भयो? तर उसको डाइलग अब डाइरेक्ट भिडियोको एन्डमा छ कि। मतलब आयो भैसा अनुहार नै नहेरी साला धुपैले। सर बी सिरियस। सो गाइज राइट नाउ वी आर इन रुम। बच्चा किप गोइङ। के छ नानुहरू? वी आर बाबुज। बुबु भन। बुबु होइन के बाबु? बाबु को हो यो चोर जस्तो मान्छे? त हुन त चोरै हो कि, म सबैको मुटु चोरेछु नि त मैले। वुमेन अर्गन ट्राफिकर हो तपाईँ? नजिस्केर हेल फेरि मैले मुख छाड्दै फेरि। साले सरले चोर भन्छ, शब्द फिर्ता लिगै त्यहाँ। पानी पोखिएपछि स्वर्न मिल्छ, तर शब्द पोखिएपछि स्वर्न मिल्दैन। पानी माटोमा पोखिएपछि स्वर्न मिल्दैन, त्यही भएर यस्तो गेडा जस्तो इक्जाम्पल नदे है तँले त्यहाँ। कस्तो दामी बोल्छ यो। थ्याङ्क यू सर। लामो सरको इन्ट्रोडक्सन। हानिदिन्छु बममै, चलिदिन्छु बममै। त्यही भएर मलाई भन्छ सबले अनिल डन। उसलाई चाहिँ पहिला मैले नै पढाएको हो। कतिवटा विषय लाग्यो त तपाईँलाई एसईमा?